र हामी परम्परागत पौराणिक त्रिवेणी मेला 2082 प्रथम सांस्कृतिक त्रिवेणी कप प्रतियोगिता ल यहाँनिर आइपुगेका छन् गेटनेर। सुरुमा यता पिङ छ, त्यसपछि यतातिर सामानहरू छन्, तपाईँ देख्न सक्नुहुन्छ है त। भाले छोप्ने प्रतियोगिता भइरहेको रहेछ है। एकचोटि चढेर उ भइसकेपछि हुन्छ होइन, झर्न पाइँदैन। र हामीसँग हुनुहुन्छ यसु, त्यसै गरी जीवन। यो घर घरमा ट्याग यस्तो पनि रहेछ यहाँ सुविधा त, टक्क माथि छतमा चढेर हेर्न मिल्ने सुविधा रहेछ कि टक्क लाएर तपाईँ देख्न सक्नुहुन्छ। दर्शकहरू यो मेला बिस्तारै सुरु भइरहेछ। यो पहिलोचोटि आएका यता भलिबल खेल्ने र यता ल हेर कसले त हातले खेल्छ त को जाला के त्यहाँ यार। ल साथीहरू, हामी मेलामा आइपुगेका छौँ र यो हेलमेट कहाँ राख्ने भन्ने कुरा हो क्या। बाइकमा राखेर चोरिदिइहाल्छ नि, हेलमेट हराएकै हो त्यो थाहा छँदैछ। र अब कता राख्ने भन्नेमा छौँ हामी। तपाईँ जेरीहरू देख्न सक्नुहुन्छ है, जेरी पुरै जेरी मात्रै छन्। र कोटबाराको यो ठाउँ सारा कहाँ राख्ने त हेलमेट? त्यहाँ अन्टीकोमा राखिदिनु न। त्यहाँले क्या किनौँ अनि त्यहाँ राखिदिनु पर्छ क्या। चटपटे चटपटे किनौँ अनि राख्नु पर्छ कि यस्तो छ। के गर्ने त यार, के गर्ने? चटपटे किनौँ अनि त्यहाँ छ कि चटपटे किनौँ, त्यो राखिदिनुहोस्। चटपटे किन्ने त्यहाँबाट राख्नुपर्छ। 20 रुपियाँको मात्रै किन्ने हो। 20 रुपियाँ कसले खान्छ र त्यो पिरो खाँदैन। 20 रुपियाँको चटपटे ल। र यहाँ चाहिँ चटपटे पाइन्छ है। खै हामीलाई 20 को चटपटे, 20 को चटपटे बनाउनु न। मैले मतिर देखाएको छु, त्यो देखाएको छैन। 20 को चटपटे बनाइदिनुहोस्। भ्लग हो क्या यो, अब हाम्रो भ्लग हो। तुलसी ल देखाउँदैन क्या तपाईँलाई। ल 20 को बनाउनुहोस्, म यता म मात्रै देखिन्छु। ल ल ल ल म बनाउँदिनँ 20 को चटपटे। र हामीले चटपटे किनिसक्यौँ, 30 रुपियाँको चटपटे किन्यौँ। र हेलमेट चाहिँ त्यहाँ दिदीलाई राखिदिनुहोस् भनेर दिइसक्यौँ होइन। यो टेक्निक भन्नाले पनि ठिक छ, सहयोग गर्नुभयो उहाँले, धेरै धेरै धन्यवाद छ उहाँलाई। र खेलाडीहरू यता बसेको हेर, कोले समातिलो के हो हेर, को भाइले त त्यसो समातेलो यार। हामी यता छौँ, अब देख्न पाइएन, हामी यहाँ छौँ। ल भलिबल सुरु भइरहेछ, चोरपानी भर्सेस। के हो यो सर्भिस राम्रो हो कि नराम्रो हो? सर्भिस राम्रो हो कि नराम्रो हो? र यतिखेर हाम्रो अगाडि उभिनु भएको छ केशव दाई। केशव दाईले यता हेर्नुहुन्छ भन्ने मैले सोचेको छु। वाह बबाल दिएको छ त, बबाले हो के हो लाग्ला यार। यहाँ बाहिर अलि 5 मिटर भागै हुन्छ कि 5 मिटर बाहिर हान्छ नि त केटाहरू, के हो? र हाम्रो केशव दाई, केशव दाई के हो कि म अघि नै हो, के छ हालका भयो? कप खेलकुद प्रतियोगिता विविध सांस्कृतिक कार्यक्रम भइरहेको छ। र अब आज कार्यक्रमको अन्तिम दिन पनि हो, सबै मिलेर रमाइलो गर्नुपर्छ। ल र अहिले गेम चलिरहेको छ चोरपानी भर्सेस छत्रेश्वरी। कहाँ हो, क्या हो यो? के भिडियो बनाउनु नराम्रो खेल्छ, भिडियो बनाउँछु नराम्रो खेल्छन् के हो यार। र तपाईँ देख्न सक्नुहुन्छ छतबाट दर्शकहरू। ल
वाह तपाईँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो शक्ति दाइले व्यवस्थापन गर्दै हुनुहुन्छ है। एकदमै मेहनत गरिराख्नु भएको छ हाम्रो शक्ति दाइले, धेरै धेरै धन्यवाद छ। र यता ज्येष्ठ नागरिकले हेर्नुहुन्छ भनेर हामी हटिदिनुपर्छ है त। ल ल अलिक पछाडि आइदिउँ, यताबाट हेरौँ। ल बस ल हामी स्वागत गरेका छौँ परम्परागत पौराणिक त्रिवेणी मेला 2082 पत्र सांस्कृतिक त्रिवेणीका प्रतियोगिता ओके सुनका जन्तर चाबी काटेरैया डाडाले छेगवानी रेलैको पैया ए माता घर छोडी जन्न के अय्या जिगर मालाले स्वागत गरिदिनु होला र सबैजना एकचोटि हल्ला साउन्ड ओके अरे भाइ होइन ल सबैजना है त तपाईहरु सबै एकचोटि खेल हेर्दै गर्नुहोस् अनि माग्छु ल। अब सबैजना नाच्नुको लागि सुन्नु। थ्याङ्क यू। र गाइज अब हामीले भलिबल हेरिरहेछौँ हामीले, तपाईँ देख्न सक्नुहुन्छ दर्शकहरू। र हामी भलिबल पनि हेरिरहेछौँ, क्रिकेट पनि हेरिरहेछौँ। यहाँ सरस्वती क्रिकेट पनि हेरिरहेछौँ किनभने कर्णाली हो नि त, कर्णाली जित्नुपर्छ होइन। कर्णाली म्याच पनि हेरिरहेछौँ, कर्णाली लगभग जितिहाल्छ होला, 109 रन हानेको रहेछ। 14 बलमा 25 रन। कर्णाली अब दुईटै बाहिर। कर्णाली भने कर्णाली हो नि त हाम्रो टिम। कर्णालीको ओपनरको हो नि। अब यहाँ नाच चल रहा छ, यता हेर्दैनौ क्रिकेट लभर। ल दर्शकहरू देख्नुहुन्छ है, दर्शकहरू बाहिरबाट हेरिराख्नु भएको छ। दर्शक त यहाँ क्रिकेट हेरिरहेको छौँ। मिलन दाई हुनुहुन्छ, अर्को दाई हुनुहुन्छ एकजना।
र गाइज यतिखेर हामी अब तपाईँले डान्स हेरिसक्नुभयो अहिले बबाल डान्स बुढाहरूको नानीको डान्स पनि हेऱ्यौँ हामीले आइसक्रिम त्यसै गरी अब हामी खाँदैछौँ आइसक्रिम खाँदैछौँ तातो दाइ हो त्यहाँनिरको चक्लेट राखिदिनु न मलाई चक्लेट वाउ र आइसक्रिम खाइरहेको छौँ हामीले अब यस्तो एकछिनपछि अरू कार्यक्रमहरू सुरु हुन्छ होला दोहोरी छ त्यसपछि त्यो अघि सकिसक्यो त्यसै गरी हाम्रो शक्ति दाइलाई हामी माथि देख्छौँ व्यस्त हुनुहुन्छ एकदम हाम्रो भेटघाट भएको छैन को पेदी खोला यहाँबाट कस्तो दामी देखिँदैछ र यतिखेर अब यस्तै हो कि जिन्दगी आइसक्रिम खाउँ भाइ देखाएको छु म र यो मेलामा हामी पहिलोचोटि आएको र निकै नै रमाइलो भइरहेछ आइसक्रिम खाइरहेछौँ हामीले र हामीसँग हुनुहुन्छ अविवाहित मिलन दा अविवाहित हुनुहुन्छ दाई अविवाहित हुनुहुन्छ हामी विवाहित भाइ लाइन हान्दा हुन्छ आइडी मेन्सन गरिदिन्छु त्यो देखेन काल देख्यो क्या के अरे मिलन दाइको आइडी मेन्सन गरिदिन्छु कोही छ भने कुरा गर्दा हुन्छ एकदम यदि तपाईँले एउटा कन्याकुमार केटो ह्यान्डसम खोजिराख्नु भएको छ भने यही लगन आजदेखि लगन सुरु भएन आजदेखि लगन सुरु भएको छ कोही छ भने ह्यान्डसम केटो र मेला यता लागिरहेको छ तपाईँ देख्न सक्नुहुन्छ के हो दादा ल बिजी हाम्रो शक्ति दाई बिजी हुनुहुन्छ हामी एकछिनमा भेट्छौँ भनिरहेको छौँ है हामीले यस्तै हो कि जिन्दगी है ल आइसक्रिम खाउँ जेन बनाउँ है के छ त मिठो र दर्शक महानुभावहरू यतिखेर तपाईँ हेर्दै हुनुहुन्छ आइसक्रिम खाइरहेको र चिसोमा आइसक्रिम खाइरहेको छु मैले र यो पौराणिक मेला पहिलोचोटि आयौँ हामी र धन्यवाद के बोल्ने चोरबानीले रमणी पछ्याउने प्रयास गरिरहेको रूपमा विगत परिस्थिति रहनेछ स्वयंसेवक साथीहरूले पानी उपलब्ध गराइदिनको लागि पनि अनुरोध गर्न चाहे मैले स्वयंसेवकको कार्ड भिडेर बस्नुभएका स्वयंसेवक साथीहरूलाई लालबहादुर ओली उहाँको नाम छ क्या यहाँ खाली भयो त त्यहाँ खाली भयो 17 म्याच खेल्ने एकदमै प्रतिस्पर्धामा अगाडि बढिरहेको छ यो फाइनल खेल हो जसले यो खेल जित्छ हामी छौँ नवीन भाइ ओके नमस्कार मन प्रोग्राम होस्ट नवीन ढेसी पौराणिक त्रिवेणी मेला 2082 को आज अन्तिम दिनमा आजका मुख्य आकर्षक उनी चर्चित गायिका निर्मला देवी बस्नेत र शक्ति चन्द्रको उपस्थित रहनेछ सबैजनाले दादाको भिडियोलाई लाइक कमेन्ट गरिदिनु ल थ्यांक यू ठिक छ है एकदम हेरेर राख्छु मैले चार अङ्कको अग्रगति देख्न सक्छौँ अझै पनि एसडिसीलाई यतिखेर हामी स्टेजमा छौँ है भविनी आएर स्टेजमा बसेको छु ल अघि नाचेको डान्स जाने यिनी हुन् है र केही बोल्ने बोल छत्रेश्वरीको अङ्क रहेको छ 15 भने एसडिसी चोरपानीको अङ्क रहेको छ 19 कार्यक्रम बाई बाई र अब भोलि पनि भइरहेछ त्यसपछि एकछिनमा हाम्रो सांस्कृतिक कार्यक्रम हुन्छ दोहोरी छ छत्रेश्वरीको अङ्क रहेको छ मुख्य आकर्षक प्रस्तुति 16 भने त्यसपछि अन्य छत्रेश्वरीको अङ्क 16 रहेको छ भने एसडिसी चोरपानीको अङ्क रहेको छ 19 रमाइलो भइरहेछ मेला र
र भाइ पनि एकदमै डिजे राम्रो रहेछ क्या डिजे चाहिँ मन पर्यो मलाई यहाँको छत्रेश्वरीको अङ्क रहेको छ 17 भने एसडीसी चौरपानीको अङ्क रहेको छ 19 अब देख्न सक्नुहुन्छ 17-19 मा खेल चलिरहेको देख्न सक्छौं आज परम्परागत पौराणिक त्रिवेणी मेलाको हामी अन्तिम दिनमा छौं समापन समारोहमा छौं डिजे चाहिँ छत्रेश्वरी डिजे रहेछ प्रयास थियो तर पनि अङ्क थप्न सफल भयो एसडीसी चौरपानी एसडीसी को अङ्क रहेको छ 20 भने छत्रेश्वरीको अङ्क रहेको छ है त अब अन्तिममा छत्रेश्वरीले जित्ने सम्भावना छ है र जितिहाल्यो छत्रेश्वरीले बधाई छ छत्रेश्वरी टिमलाई हामीलाई के बधाई हो त र अब हामी यता दोहोरी हुन्छ भन्ने सुनिरहेको छु दोहोरी हुन्छ है त र यतिखेर गाइजहरू अब ऊ भइरहेछ हामी यहाँ चिसोले र हामी दोहोरी हेरिरहेको छौँ तर यहाँबाट थोरै देखिएको छ क्या त्यहाँ देखिएन पुरै पुगेर पनि देखिएन कहाँबाट हेर्ने दोहोरी हेर्न आएको र हामी छौँ 1 2 3 4 5 6 जना कसरी 6 जना हो 5 जना भयो 1 2 3 4 5 6 ठिक छ 5 जना छौँ हामी दर्शकहरूको यस्तो छ भिडभाड सबै सकिँदैन र के हैन निर्मला देवीको अनि त्यसपछि राष्ट्रिय कलाकारहरू निर्मला देवी बस्नेत र शक्ति चाङ पनि हुनुहुन्छ त्यसै गरी खड्गबहादुर बुढा पनि आउँदै हुनुहुन्छ भन्ने सुनिरहेको मैले र त्यसै गरी हामी हावामा बसेर चिसो भइहाल्यो यार यहाँ नसकेछौँ त्यसपछि हामी अब घामतिर लाग्यौँ ल हाई गर्नु फेरि हाई गर्ने ल त्यसै गरी अब केही देखिन्न क्या यहाँबाट अब गर्ने क्या हामीलाई यो होचो भएको छ मिलन दाइलाई त केही देखिन्न अब कसरी हेर्ने भन्ने छ यहाँ गाह्रो छ जिन्दगी यस्तै हो केही देखिँदैन है त ल हाम्रो दाइहरूसँग भेट भएको छ है मेलामा ल हाई गरौँ हाई यता हेरेर पुरै ग्याङ आएको छ है एकदम र यतिखेर तपाईँ देख्न सक्नुहुन्छ हाम्रो निर्मला टिभी बस्नेतको फ्यान हुनुहुन्छ उहाँसँग फोटो खिच्दै हुनुहुन्छ हामीले पनि भेटाइसकेका छौँ अब हामी पनि फोटो खिच्छौँ एउटा फोन राम्रो भयो र गाइजहरू यतिखेर भलिबल प्लेयर भेटिसक्नु भएको छ अघि जसले जित्यो नि छत्रेश्वरीको प्लेयर मेरो भाइ धेरै धेरै बधाई छ के छ यो अर्को प्लेयर ऊ एउटाको टाउकोमा हान्ने प्लेयर उयो नि ल बधाई छ र स्टेजमा आइसकेका छौँ हामी है यस्तो छ माहौल निर्मला चाहिँ बसेर यहाँ हुनुहुन्छ उहाँको प्रस्तुति एकछिनमा जानेछ कहाँबाट जाने अगाडि र यो यहाँनिर प्रिय भाइ गोरखले गुस्सा गरिरहेको हामी देख्न सक्छौँ है त बिजी मान्छे हुनुहुन्छ उहाँ चाहिँ शिक्षा कार्यक्रमको लागि यति हुनु राम्रो कुरा हो त्यसपछि खै म अगाडि जान्छु बाटो छ कि नै हजुर के छ
टिका असल गाएका संस्कारी गाएका अनुभवले भन्दा मलाई त जे जस्तो हुने पनि होइन जे नमिने हुँदैन त को हो त्यो होइन रेडियो पछि भाडा सोध्दै फर्केर चाहिँ नभन्नु भाइ राम्रै कुरा गर्नु जता हामी छोरा पाल्ने खालको मान्छेले चाहिँ भन्दैन भाइ देख्न सक्नुहुन्छ यस्तो छ है माहौल रविन भाइ सारा पिक्चर स्टेजमा यस्तो छ है रमाइलो स्टेज पछाडिबाट पनि हेर्न सकिन्छ र अघि के अरे चोरपानीको टिमको फर्स्ट सर्टर बेस्ट प्लेयर परिवारलाई हामी हृदयदेखि नै सम्मान व्यक्त गर्न चाहन्छौँ मल्ल परिवारले यति ठुलो सहयोग गर्नुभएको छ हामीलाई प्रथम पुरस्कार सधैँका लागि प्रायोजन गर्छौँ भनेर बाचा गर्नुभएको छ हार्दिक आभारका शब्द प्रकट गर्न चाहन्छौँ हामी टिका लगाउनु थियो भने टिका पनि लगाइदिनु होला हामी हृदयदेखि नै आभारका शब्द प्रकट गर्न चाहन्छौँ एकचोटि यो निर्णयको लागि पनि सम्पूर्णलाई जोरदार ताली बजाइदिनुको लागि अनुरोध गर्न चाह्यो प्रथम पुरस्कार सदैव मल्ल परिवारको तर्फबाट नै रहने कुरा पनि सम्पूर्णलाई जानकारी गराउँदै धेरै धेरै धन्यवाद सहित हृदयदेखि नै आभारका शब्द प्रकट गर्न चाहन्छु यसै गरी अब भने र यसै गरी भलिबलतर्फ दोस्रो पुरस्कार प्रायोजन गर्नुभएकोमा प्रथम त्रिवेणीको प्रतियोगिता सम्पन्न गर्नका लागि श्री बालबोध आधारभूत विद्यालयका भलिबलतर्फको तृतीय स्थानको पुरस्कार प्रायोजन गर्नुभएको छ श्री बालबोध आधारभूत विद्यालय व्यवस्थापन समिति निवर्तमान अध्यक्ष गोविन्द चन्दको तर्फबाट तेस्रो भलिबल पुरस्कार रु 15,000 प्रायोजन गर्नुभएकोमा उहाँलाई पनि हार्दिक धन्यवाद सहित यो सम्मान पत्र प्रदान गरिदिनु हुनको लागि अनुरोध गर्न चाहे मैले हार्दिक धन्यवाद दिन चाहन्छु एकचोटि गोविन्दको लागि पनि गोविन्द चन्द्रको लागि हृदयदेखि नै ताली बजाइदिनको लागि र हृदयदेखि नै हामी आभार व्यक्त गर्न चाहन्छौँ एकचोटि सबैले ताली बजाइदिनु होला कृपया यो सम्मान सदैव हामी अपेक्षित छौँ स्वर्गीय बुबा दानबहादुर चन्द्रको सम्झनामा चन्द परिवारबाट समितिबाट रु 31,050 रुपियाँ सहयोग गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ चन्द परिवारको तर्फबाट धेरै धेरै सहयोग गर्नको लागि रहेको छ उहाँलाई हामी हृदयदेखि नै धन्यवाद दिन चाहन्छौँ चन्द परिवारको लागि पनि एकचोटि जोरदार ताली बजाइदिनुको लागि है आवाज आउँदैन यहाँ सुझाव बोल्दै हुनुहुन्छ र यो बेन्च पनि हुँदैन होला बरु हामी सबैजना दोहोरीमा रमाउला है मजाले रमाइलो गरौँला साउन्ड सिस्टमको वरपर नबस्दिनु होला कृपया हाम्रो यो बिन्तीलाई पनि स्वीकार गरिदिनु होला साउन्ड सिस्टमको वरपर नबस्दिनु होला दोरी गाउनमा पनि खडा छु दिदी जस्तो नसम्झ कडा गाउनलाई खडा छु दिदी जस्तो नसम्झ कडा छु ससुरालीमा सालीसँग भेट भएको आज हो फेन पनि धोरीको राजै ससुरालीमा खेलखेलमा दिलबासु कान्छी सालीमा भेट भएको आजै हो फेन पनि धोरीको राजै हो ससुरालीमा खेलखेलमा दिलबासु कान्छी सालीमा खेलखेलमा
केटाहरूले भलिबल जितेर चाउमिन दबाइरहेछन् बजेट यति हो चाउमिन खाने ए ल धन्यवाद धन्यवाद र हामीले अब जाडोको महसुस भयो र हामी जेरी खान आयौँ है यहाँ आन्टीको जेरी चाहिँ धेरै बिग्रिरहेछ खाऊ न आन्टी यो खाएँ है मैले आन्टी यो खाएँ है खाने हो यो जेरी खान्छ र आइसक्रिम खान्छन् र तपाईँ लेख्न सक्नुहुन्छ जेरी जेरी खाँदैछु म खाऊ न तिमी खान्यो हो बनाउनु जेरी बस यो पो त जेरी हाल केटा हो के छ हो हो गर रमाइलो गरे यो दिन हो 10 रुपियाँ हेलो झाँकीनाथ हुँदैछ हामी जेरी खाँदैछौँ र गाई चाहिँ यतिखेर तपाईँले हेर्नुभयो मेला यो चाहिँ कोटबाराको पौराणिक मेला हो र अब मेला सकेर हामी घर जाँदैछौँ आजको भ्लग यति नै भनौँ क्यारे अहिलेसम्म हेरेर साथ दिनुभयो सबैलाई धेरै धेरै धन्यवाद छ भन्न चाहन्छु ल अहिले यहाँबाट बाफ्रे कुन सा मोबाइल देखिया यार देखेन र हो क्या र सबैलाई धेरै धेरै धन्यवाद छ बाँकी कुरा यस्तै भयो कस्तो लाग्यो सबैले कमेन्टमा भन्नुहोला भन्दै आजको भ्लग मैले यहीँ इन गर्छु बाई बाई ल सबैले बाई 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 गाइस